हेलो साथीहरू, आज चाहिँ म तपाईहरुलाई कटहरको रेसिपी ल्याउने छु। हेलो सेवा, नमस्ते साथीहरू अथवा हवा। म चाहिँ कटहरको रेसिपी लिएर आएको छु। आशा छ तपाईहरुले मलाई हौसला दिनुहुनेछ। लाइक, कमेन्ट, शेयर गरेर अनि फलो पनि गरेर। अनि म चाहिँ हाम्रोतिर चाहिँ कटहर पाउँछ नि त। आज मम्मीले कटहरको रेसिपी खाने भन्नु भएर मैले चाहिँ कटहर तास्न थाले। अब कटहरलाई तास्नु पर्यो नि त साथीहरू। बल्ल बल्ल एउटा कटहर तासिसक्नु पर्यो भनेर तासिसक्दैछु। मम्मीले मलाई चाहिँ काम सिकाउनुहुन्छ अनि म पनि मन लाएर सिक्छु नि त साथीहरू। अब यो फाइनली कटहर चाहिँ एउटा चाहिँ मैले तासिसके साथीहरू। कुरामै एउटा चाहिँ तासिसके। माथि पनि रहेछ भनेर त्यो पनि छिटो छिटो तास्न थाले। अनि मम्मीले भन्नुभयो कटहर चाहिँ मिठो पकाऊ है छोरी भनेर भन्नुभयो। हस् हुन्छ मम्मी भने मैले। अनि मम्मीले मलाई एपारा होइन एपारा काट्ने भनेर सिकाउनु भयो। मलाई चाहिँ अहिले सानै छु नि त म, अनि त्यहाँदेखि कटहर काट्न सक्दिनँ। त्यही भएर यसरी काट्दैछु साथीहरू। यसरी काट्दैछु है साथीहरू। हेर्नु न, अब मैले कटहर छिलिसकेर तासिसकेर नि अब यसलाई काट्दैछु। एपारा बसेर काट्नु पर्यो, छिटो हुन्छ भनेर एपारा काटेको। चट्टै त गएन नि एकैचोटिमा त साथीहरू। अनि फेरि हान्नु पर्यो। अनि मैले कटहर काट्दैछु। अनि मम्मीले होइन एपारा तास्ने भनेर देखाउनु भयो, काट्ने भनेर देखाउनु भयो। अनि काट्दै हुनुहुन्छ मम्मी चाहिँ। मम्मीले एपारा देखाउनु भयो। अनि मैले फाइनली कटहर पनि टुक्रा टुक्रा पारिसकेँ, काटिसकेँ। अनि अब म कराईमा हाल्छु। अनि त्यहाँदेखि यसमा म पानी लाएर आगोमा बक उमाल्छु साथीहरू। छिटो छिटो कराईमा लाएँ मैले, लाउँदैछु अहिले। अब एउटा बाँकी छ, यो गेडाहरू पनि लाउनु भन्ने मम्मीलाई भन्नुभयो। अनि त्यहाँदेखि लगाएँ साथीहरू। अनि कसलाई कटहरको तरकारी मनपर्छ कमेन्टमा भन्नु है त। अनि भित्र किचनमा गएर मैले पानी हालेँ। अनि पानी हालेर मैले इन्डक्सनमा 2000मा लाएँ। छिटो छिटो 2000मा लाउनु पर्यो। 2000मा 16मा लगाम भन्ने मम्मीले 2000मै लगाऊ भन्नुभयो। 2000मा छिटो पाक्छ नि त। अनि मैले तेल लाएँ। अनि तेल लाएर अब मसला कुट्न गएँ। तेल लाएर अनि मसला लाएँ। अनि त्यहाँदेखि मसलालाई मजाले भुटेँ होइन, डाडुले चलाएँ। अनि त्यहाँदेखि अघि यो कटहर पनि उम्लिसकेको थियो नि त। अनि अब मैले काटेर कराईमा लाएँ। अनि बेसार लाएँ। अनि चलाएँ, मजाले चलाएँ साथीहरू। अनि कटहरको रेसिपी कसलाई आउँदैन मेरो रेसिपी हेरेर हेर्नु होला। अनि मेरो रेसिपी हेरेर सिक्नु होला। अनि मैले स्वादअनुसार नुन लाएँ। अनि फेरि चलाउनतर्फ लागेँ साथीहरू। अब त्यहाँदेखि त चलाएँ। अनि मसला चाहिएर फ्याङचेङ लायो भने चाहिँ भैँसीको मासु जस्तै हुन्छ नि त कटहर। अनि त्यहाँदेखि मैले फ्याङचेङ लाएर चलाएँ। अनि छोपिदिएँ। बाई बाई। अनि पाक्छ।